नेपाली चलचित्रमा हिरो बन्ने सपना धेरै देख्छन्, तर त्यो सपनालाई वास्तविकतामा बदल्न निकै कठिन हुन्छ। कसैलाई फिल्मी परिवारको साथ दिन्छ, कसैले म्युजिक भिडियोबाट आफ्नो पहिचान बनाउँछन् भने कोही थिएटरबाट अभिनयको गहिराई सिक्छन्। कोही सामाजिक सञ्जालको पर्दाबाट सिधै सिनेमाको ठुलो पर्दासम्म पुग्छन्। तर आज हामी चर्चा गर्दैछौँ यिनै फरक फरक बाटोबाट नेपाली दर्शकको मन जित्न सफल 5 चर्चित कलाकारको। उनीहरूको उमेर, शिक्षा, फिल्मी यात्रा, चर्चित चलचित्र, पारिश्रमिक, अनुमानित कुल सम्पत्ति, सवारी साधन र सफलताको रोचक कथा आखिर कस्तो छ त? आउनुहोस् आजको भिडियो सुरु गरौँ। नम्बर 1 मा छन् अनमोल केसी। सन् 1994 मार्च 30 मा जन्मिएका अनमोल केसी नेपाली चलचित्रका सबैभन्दा चर्चित युवा स्टारमध्ये एक हुन्। उनी अभिनेता तथा निर्माता भुवन केसीका छोरा हुन्। उनले काठमाडौँको माल्पी इन्टरनेसनल स्कुलबाट ए लेभलसम्मको अध्ययन गरेका छन्। फिल्मी परिवारमा जन्मिएका पनि अनमोलले आफ्नो छुट्टै स्टारडम बनाउन सफल भएका छन्। मुख्य अभिनेताका रूपमा उनको डेब्यू चलचित्र थियो होस्टेल, जुन सन् 2013 मा प्रदर्शनमा आएको थियो। होस्टेल सफल भएपछि अनमोलको लभर बोय इमेज युवा पुस्तामाझ निकै लोकप्रिय भयो। त्यसपछि जेरी, ड्रिम्स, गाजलु, क्री, क्याप्टेन, ए मेरो हजुर 3, ए मेरो हजुर 4, छड्के 2.0, फर्की फर्की हुँदै जेरी अन टपसम्म उनले यात्रा गरेका छन्। फर्की फर्कीमा उनले 50 लाख रुपियाँ पारिश्रमिक लिएको र त्यसमा 7,50,000 रुपियाँसम्म टिडिएस अर्थात् कर तिरेको भन्ने सूचना पनि सार्वजनिक भएको थियो। अनमोललाई नेपाली चलचित्रका महँगा अभिनेतामध्ये एक मानिन्छ। विभिन्न सार्वजनिक रिपोर्ट तथा अनुमान अनुसार उनले चलचित्र अनुसार करिब 35 देखि 50 लाखसम्म पारिश्रमिक लिने गरेको पाइन्छ। उनको कुल सम्पत्तिबारे आधिकारिक विवरण सार्वजनिक छैन। विभिन्न अनलाइन अनुमानमा उनको व्यक्तिगत सम्पत्ति करिब 4 देखि 5 करोड रुपियाँको आसपासमा रहेको बताइन्छ। महँगा गाडी र बाइकप्रति रुचिका कारण पनि अनमोल चर्चामा आइरहन्छन्। दोस्रो नम्बरमा छन् पल शाह। अब कुरा गरौँ नेपाली म्युजिक भिडियोका किङ भनेर चिनिने पल शाहको। उनको वास्तविक नाम पूर्णविक्रम शाह हो। सन् 1989 सेप्टेम्बर 25 मा दाङमा जन्मिएका पल शाहले विद्यालय तहको शिक्षा दाङमै पुरा गरेका छन्। काठमाडौँ आएपछि उनले सुरुमा भिडियो एडिटिङको काम गरे, त्यसपछि म्युजिक भिडियोमा मोडलिङ गर्न थाले र धेरै भिडियोमा अभिनय गर्दै आफ्नो छुट्टै पहिचान बनाए। उनको करियरमा को होला त्यो जस्ता म्युजिक भिडियोले ठुलो प्रभाव पारेको थियो। सन् 2016 मा नाइ नभन्नु ल 4 बाट मुख्य अभिनेताका रूपमा उनको फिल्मी डेब्यू भएको थियो। त्यसपछि म यस्तो गीत गाउँछु, जोनी जेन्टलम्यान, शत्रु गते, वीरविक्रम 2, म यस्तो गीत गाउँछु, पुजार सार्की, रामायण, मायावी र मोहर लगायतका चलचित्रमा उनले अभिनय गरेका थिए। सन् 2026 सम्म उनको फिल्मोग्राफी निरन्तर विस्तार भइरहेको छ। पल शाहले चलचित्रबाट करिब 15 देखि 25 लाख रुपियाँसम्म पारिश्रमिक लिने गरेको अनुमान गरिन्छ। त्यसका साथै उनको आम्दानीको अर्को ठूलो स्रोत म्युजिक भिडियो, विज्ञापन र ब्रान्ड प्रमोसन पनि हो। पल शाहको वास्तविक नेटवर्क सामाजिक रूपमा प्रमाणित छैन, तर विभिन्न सार्वजनिक अनुमान अनुसार उनको कुल व्यक्तिगत सम्पत्ति करिब 3 देखि 4 करोड रुपियाँको आसपासमा रहेको बताइन्छ। अभिनयसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेका पल अब चलचित्र निर्माणतर्फ समेत अगाडि बढिरहेका छन्। तेस्रो नम्बरमा छन् पारस बम ठकुरी अर्थात् कुल बोय। अब आउँछ नयाँ पुस्ताको डिजिटल स्टार पारस बम ठकुरी अर्थात् कुल बोय। परम्परागत रूपमा फिल्ममा प्रवेश नगरी टिकटक, युट्युब र सामाजिक सञ्जालबाट ठूलो लोकप्रियता हासिल गरेर फिल्मसम्म पुगेका पारस नयाँ पुस्ताका फरक किसिमका हिरो हुन्। उपलब्ध सार्वजनिक रिपोर्ट अनुसार उनी कञ्चनपुरको पुनर्वासमा जन्मिएका हुन्। सुरुवाती दिनमा उनी निकै लजालु स्वभावका थिए भन्ने चर्चा पाइन्छ, तर सामाजिक सञ्जालमा भिडियो बनाउँदै जाँदा उनको आत्मविश्वास बढ्दै गयो र उनी युवा पुस्तामा लोकप्रिय बने। उनको डिजिटल यात्राले उनलाई होस्टेल 3 सम्म पुर्यायो। होस्टेल 3 का लागि उनलाई अनुबन्धन गरिएको समाचार पनि सार्वजनिक भएको थियो। त्यसपछि उनी बेहुली जस्ता प्रोजेक्टमा पनि जोडिएका छन्। सार्वजनिक रूपमा पुष्टि भएको निश्चित रकम उपलब्ध नभएकोले उनको फिल्मी पारिश्रमिकलाई अनुमानका रूपमा मात्र लिनुपर्छ। विभिन्न रिपोर्ट तथा अनुमान अनुसार उनले सुरुवाती चलचित्रका लागि करिब 5 देखि 10 लाख रुपियाँ आसपास पारिश्रमिक लिएको बताइन्छ। उनको आम्दानीको मुख्य आधार भने फिल्म मात्र होइन, युट्युब, टिकटक, ब्रान्ड प्रमोसन, विज्ञापन र स्पोन्सरसिप पनि उनका आम्दानीका स्रोत हुन्। उनको कुल सम्पत्तिको पनि आधिकारिक विवरण सार्वजनिक छैन। विभिन्न अनलाइन अनुमानमा उनको व्यक्तिगत सम्पत्ति करिब
70 लाखदेखि 1 करोड रुपियाँ। तर यहाँ पनि याद राख्नुपर्ने कुरा के हो भने यो अनुमानित रकम मात्र हो, आधिकारिक सम्पत्ति विवरण होइन। नम्बर 4 मा छन् नाजिर हुसेन। अब कुरा गरौँ अभिनय क्षमताका लागि विशेष रूपमा चिनिने नाजिर हुसेनको। सन् 1990 सेप्टेम्बर 7 मा बाराको डुम्बरवाना क्षेत्रमा जन्मिएका नाजिर हुसेन अभिनयको क्षेत्रमा आउनु अघि थिएटरसँग जोडिएका थिए। उनले मण्डला थिएटरमा अभिनय तथा रङ्गमञ्चको अनुभव लिए। यही थिएटरको अनुभवले उनलाई चरित्र अनुसार आफूलाई बदल्न सक्ने अभिनेता बनायो। उनको प्रारम्भिक चलचित्र भूमिका पुन्टे परेडमा देखियो, तर उनलाई ठूलो पहिचान दिलाउने चलचित्र थियो होस्टेल रिटर्न्स। यस चलचित्रमा उनले रामेश्वर यादवको भूमिका निभाए, जुन दर्शकमाझ निकै लोकप्रिय भएको थियो। त्यसपछि जुङ्गे, गाँठो, वीरविक्रम 2, कागजपत्र तिमीसँग र राजा रानी लगायतका चलचित्रमा उनले फरक फरक भूमिका निर्वाह गरेका थिए। नाजिरले चलचित्र अनुसार करिब 8 देखि 15 लाख रुपियाँसम्म पारिश्रमिक लिने गरेको अनुमान गरिन्छ। उनको आम्दानीको स्रोत चलचित्रसँगै थिएटर, म्युजिक भिडियो र विज्ञापन पनि हुन्। नाजिरको वास्तविक कुल सम्पत्तिको आधिकारिक विवरण सार्वजनिक छैन। विभिन्न सार्वजनिक अनुमान अनुसार उनको व्यक्तिगत सम्पत्ति करिब 1.5 देखि 2.5 करोडसम्म रहेको पाइन्छ। 5औं नम्बरमा छन् प्रदीप खड्का। सन् 1991 मार्च 10 मा ललितपुरको कुसन्तीमा जन्मिएका प्रदीप खड्का नेपाली चलचित्रका चर्चित अभिनेतामध्ये एक हुन्। उनले प्रसादी एकाडेमीबाट अध्ययन गरेपछि मार्केटिङ विषयमा MBA तहसम्मको शिक्षा हासिल गरेका छन्। उनको पहिलो चलचित्र थियो स्केप, तर यो चलचित्रले उनलाई ठूलो सफलता दिन सकेन, तर प्रदीपले हार मानेनन्। सन् 2016 मा आएको प्रेम गीतले उनको करियर नै परिवर्तन गरिदियो। प्रेम गीतको सफलतापछि उनी नेपाली चलचित्रका लोकप्रिय चक्लेटी हिरो बने। त्यसपछि प्रेम गीत 2, लिली बिली, रोज, लभ स्टेसन, प्रकाश, प्रेम गीत 3, परदेशी 2, पुजार सार्की, अभिनेता, टेक 1, पीताम्बर र एक्लो लगायतका चलचित्रमा उनले अभिनय गरेका छन्। विभिन्न सार्वजनिक अनुमान अनुसार प्रदीपले चलचित्र अनुसार करिब 30 देखि 50 लाख रुपियाँसम्म पारिश्रमिक लिने गरेको पाइन्छ। तर विभिन्न अनलाइन अनुमान अनुसार उनको व्यक्तिगत कुल सम्पत्ति करिब 4 देखि 6 करोड रुपियाँको आसपासमा रहेको बताइन्छ।